Hello guys, welcome back to my channel and this is me Prakash Bhandari. No offense to anyone else out there. यदि यो भिडियो रियाक्ट गर्न गइरहेको हुँदा या गइराख्ने टाइममा कुनै त्यस्तो वर्डहरु निस्केमा त्यसको लागि क्षमा प्राप्ति छु. हाम्रो सजन श्रेष्ठको अर्को भिडियो चाहिँ मैले यसो रियाक्सन गर्न गइरहेको छु. I hope you guys will like it हैन. Let's go हैन. केही धेरै टाइम नै नलिसिँदै रियाक्ट गरौँ हैन त. Are you guys ready? Let's go! Let's go! 100% जित्यो म नेपाली कांग्रेसको तर म यसपालि सूर्यमा हाल्दैछु किन भन्नु म सूर्य हराउने पक्षमा हो केपीले हार्नु पर्छ अनि तर सूर्यमा हाल्दा अनि होइन भोट हाल्छु लत पताइदिन्छु बिचरा लोयल पनि हुनुहुन्छ उहाँ हैन तर उहाँलाई मन पनि परिरहेछ नि कतिखाली लोयल्टी हो सूर्यप्रति उहाँकोमा के भन्छ यो आई थिंक यो इलेक्सन भन्दा अगाडिको कुरा हुनुपर्छ सायद हैन रिसेन्टली हैन दामी सकेको हो सकाको हो दामी भयो हो सबैजना मिलेर म कस्तो अनि मैले जाम म थालो त्यो हारेको छ ओ हारिहाल्यो त यार के हो हो र यार लास्ट हाँस्दिने यार तपाईँ यार मास यार कत्रै हाँस्दिने के सोमा एकजना आज जस्तो भयो के अरे जहाँ गयो त्यो बन्द हुन्छ भनेर चाहिँ हाम्रो नेपाली नेपालमा पनि छ है नेपाल पनि कम छ त्यसको लागि त्यो मामलामा ओलीले त झन् देश विकास गरे भन्छ कहाँ के विकास गर्यो ओलीले गरे हैनन् 76 जना अस्ति मार्यो पर्जन्यले ओलीले मारे हो त ओलीले त प्रधानमन्त्रीले जिम्मा लिनु पर्छ लिन्न भन्नु भो लिन्न भ दन्ताले हाल्नु पर्छ बुढीले गएर दुधको दुध पानीको पानी हुन्छ सही कुरा गरे एमाले र माओवादी यतिको बुझ्ने हाम्रो हुनुपर्छ हो यो एजको मान्छेहरू प्राय अब यति कुराहरू कम्प्लिटली बुझ्या हुँदैन तर धेरै बुझ्नु भएको रहेछ उहाँले उहरू हुनु पर्यो क्या बाजे हजुरबाहरूको उमेरको मान्छे यतिको चाहिँ बुझ्नु हुनु पर्यो मा कसम अझै पनि भने मतलब त्यही पार्टीलाई भोट दिएको किन भनेर हो है के गरे यो भनेर फेरि भन्नु होला कांग्रेस हो 10-15 सिट आउँछ 10-15 सिट मात्रै मात्र यार अरु के आउँछ He was right यार कस्तो दामी राइट यार दामी लाग्यो चाहिँ कता हो त्यसको कन्टिन्यू हुन्छ है बच्चा पुरै के देख रहा है गर्लफ्रेंड Oh my god है तेरे पास यस्तो भयो नेपालीहरू पनि लास्ट यार एकदम क्रिएटिभ भइसकेको छ यार एकदम के कहाँ कसरी कहाँ मिलाएर ट्रोल गर्ने भन्ने के भन्छ यार खोइ दाइ क्वाक गाडी आयो यसमा जाने होइन हरियोमा नजाने किन कांग्रेस अनि कस्तो Oh my god उहाँहरू जस्तो व्यक्ति एन्ड नो 1x bet है गाइस त्यो राम्रो चाहिँ होइन है बालनलाई ठोक्ने गर्छ करेक्ट तुम्हारी हमारी दोस्ती जमेगी सोभियतको केन्द्रीय अध्यक्ष हो फेरि के सचिन दाइ यार घुरेर हेर्नु भयो त रे क्या भत्ता दियो बुढाबुढीको बुद्धि खोइ ओलीका बाउको घर बेचेर दिएको होइन हामीलाई भत्ता दामी यो यस्तो हो क्या यो हो नि त बौद्धिक लेभल यो हो नि त इन्टेलिजेन्स यो हो नि त जे भएको यो हो नि त केपी ओलीले के घरबाट खन्ती झिकेर तपाईँले दिए हो तपाईँहरूले गरे हो उहाँ आमाले के किन्दाखेरि ट्याक्स तिरेको तपाईँकै बाउले तपाईँको बाउले भन्नु मतलब भ्युसहरूको बुवा आमाले किनेको त्यो पैसा दिएको हो त्यो यति केपी ओली यत्रो हाम्रा छोराछोरीले
रिमिटेन्स पठाएको पैसा हो अनि योभन्दा अगाडि चाहिँ कसलाई मतदान गर्नुहुन्थ्यो भन्न मिल्छ म त सबैलाई गर्थेँ ओलीले धनी पूर्जा दिन्छु भनेर खप्पै पाएर चोरले अब आयो भने जुत्ताको माला लाउँछु म टोलले म चाहिँ घन्टी भन्दै हल्ला गर्दै हिँड्थेँ तर नेपालीज पिपल्स आर सो एडभान्स्ड होइन सो सिभिलाइज्ड है अहिले तर सिभिक सेन्स भन्ने चाहिँ अब अलि कमै छ होइन मेरो विचारमा नेपालीहरूमा धेरै त्यस्तो ठाउँहरू पनि देखाएको छु मैले होइन सिभिक सेन्स भन्ने चिज चाहिँ एकदमै अलि कम पाइएको छ बाँकी यो रिप्लाई गर्ने कुरा चेतना आउने कुरा पार्टीको यो अवस्था पार्टीले के गर्यो देशमा के गरेन भन्ने कुराहरू चाहिँ प्रष्ट चाहिँ बुझिसकेको छ क्या नेपाली जनताले यस्तो दामी रिभोल्युसन ल्याइदियो यो इलेक्सनमा होइन थोरै कम भयो क्या हुन चाहिँ राष्ट्रपालले पनि दिएका क्यान्डिडेटहरूमध्ये कि 8-10 जना 6-7 जनाहरू चाहिँ राम्रो छैनन् व्यक्तित्व तिनीहरूको पनि फिल्टरेसन चाहिँ हुनैपर्छ होइन गाइज बाँकी अझै ल्याउनु पर्ने हो 2-3वटा सिट जुन कम भएको छ नि त पुरै सखाफै हानिदिनु पर्ने कि जस्तै प्रचण्ड जित्दै नजित्नु पर्ने हो क्या प्रचण्डले किन जित्यो क्या कङ्ग्रेसको एमालेको अझै पनि 9-10 8-10 12 सिट किन आयो क्या त्यो कम्प्लिटली जानु पऱ्यो त्यो न्युट्रल पुरै त्यो नुल क्या जिरो नै हानिदिनु पर्ने साफ गरिदिनु पर्ने हो क्या त्यही चिज चाहिँ भइरहेछ क्या मलाई सूर्यलाई नि दिने हो त्यो मधेसी कहाँको आउँछ ओर्छ र हामीलाई 1-2 दिन झलाउँछ तर सट्टा हिँड्छ काठमाडौँ उसको छोड्दैन उसले हेर्नु पर्यो भने पनि उसले जनकपुर हेर्छ हामीलाई हेर्दैन हेर्ने भनेको केपी बानी हुन् मलाई भोट दिनु होला तर हिज नट अ गुड गाय यो सुदन गुरुङले चाहिँ गरिरहेको छ अहिले हिजोको दिनमा म लिडरै भन्दिनँ नि यति भन्दिनँ त्यो बन्न आएको होइन भनेर हिट्ने अनि अहिले आफू चाहिँ त्यसै पहुँच र पावरको नाम लिन खोज्ने त्यही ठाउँमा जान खोज्ने होइन अझै पुरा आफूलाई मनै हो सबै चिज मनै डन हो भने जस्तो गरेर गर्ने इट्स नथिङ गाइज है जेन्जीले गरे हो जेन्जीले ल्याएको हो है यो रिभोल्युसन सबै जेन्जीबाटै आएको छ त्यहीँबाट सखा भएको छ त्यसैको एजेन्डाहरूमा के भन्छ बाँकीले घुसपेट गर्यो होला धेरै चिज गर्यो होला तर यो व्यक्तित्व चाहिँ राम्रो चाहिँ होइन है यो मलाई चाहिँ कुनै पनि एङ्गलबाट लाग्दैन है राम्रो व्यक्तित्व कसैलाई मतलब छैन तर बाख्रो ब्याएन भने पोको कुटो चाहिँ पाइँदैन बाख्रै भनिदिएछ That guy is laughing behind. त्यो पछाडि हेर न त्यो साइडमा तपाईँ हाँसिरहेको यो कसले जित्छ कसले हार्छ कसैलाई मतलब छैन तर बाख्रो ब्याएन भने पोको कुटो चाहिँ पाइँदैन चुनाव चिन्ह चाहिँ हेर्नु है ल राम्रोसँग अरे हाम्रो बाटो पनि हेर्नु है चुनाव चिन्हमा त हेरेर हुँदैन Oh my god, she rocks, huh? दामी यसलाई रिस उठिहाल्यो होला त म रिसाइसक्यो जस्तो लाग्यो मलाई रिप्लाई यो चाहिँ बनाइदिएछ What was that? अध्यक्ष ज्यू छन्तेल ए केशव तेल ज्यू हाम्रा गालामा थप्पड हान्न मन लागिरहेको होला है केही छैन बाध्यताले लगाओ भोट त घन्टीमै दिने हो My god, that was huge change. यो एपिक छ यार यो पनि मैले सुरुमा चाहिँ एआई ले बनाएर भनेर ल्याएको क्या यो के हो यो सूर्य चिन्हमा मतदान गरौँ नेकपा एमालेलाई विजयी गराउँ Who is that guy? कहाँ देखिस् होला हेर तर कुकुरले कहाँ देखिछु यार उहाँले त मत सय हान्दियो मतदान पाउनु पर्यो नि त यही देशको नागरिक त भन्नु मिलेन के भन्छ के भन्छ कुकुरलाई जो यही देशको हो वा पनि उहाँले त भोट दिनु पाउनु पर्यो नि कस्तो यार नागरिक हुनलाई नागरिकतै पाउनु पर्छ र नागरिक नै हो नि एकले नपुगेर
2 मत हाल्नु भएको छ उहाँले। यस्तो धेरै तामझाम केही देखिँदैन, मान्छेलाई चुनावमा धेरै खर्च गरेको देखिन्छ। हजुरमा यति धेरै सरलपन छ। लेजेन्ड गाय है, एकदम सो प्योर हट गाय यार, बवाल दामी लाग्ने यार। के कारणले गर्दा होला? पैसा नभएर यस्तो यस्तो गरेर सोच्नु भयो होइन, के बोल्ने भन्ने टाइपको भयो होइन, ट्याक्क क्लिक गऱ्यो होला नि त माइन्डमा, दिइहाल्नु मैले। खासमा स्यावेज चाहिँ महावीर पुणे हो यार, महावीर पुणे सर हो क्या स्यावेजको अर्को King. बिचरा हेर्नु न उहाँ के तनावमा हिँडिरहेको होला के। त्यही हो नि, हजुरमा यति धेरै सरलपन छ, यो के कारणले गर्दा होला? पैसा नभएर सो सिम्पल एन्सर हो नि। यो कार्यक्रममा केपी शर्मा ओली आउनु भइरहेछ, हामीहरू साथी चाहिँ यहाँनिर घन्टी बजाइदिइरहेको क्या, घन्टी माय गॉड, जेन्जी हो बुवा। के गरे उसले, के गरे मैले बुझिनँ। यहाँनिर घन्टी बजाइदिइरहेको क्या, घन्टी ए डिजिटल जेन्जी हो बुवा। म ज्ञानीको बाउ हुँ। सही हो, दामी हो। हलोले गोरु बिग्रिसके के को हलो, म जेन्जी हो, घन्टी 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 के भन्नु के अरे गोरुहरू पनि लगेर हिँडेछ भिडियोको लागि बनाउनलाई यार, माय गॉड कति। म त शेरबहादुर पार्टी परि। अल्पमतमा पर्नु पर्यो यहाँ। हजुर म शेरबहादुर भने फेरि तपाईँले नेपाली काङ्ग्रेसको शेरबहादुर सम्झिनु भयो होला। ए अर्को नयाँ म एकदम स्वतन्त्र शेरवादी। यहाँ जे आउँछ मोबाइलमा राम्रो चिज जे आउँछ त्यसलाई सेयर गर्ने शेरवादी। क्या दामी फ्लिप हालिदिएर यार हाम्रो अङ्कलले। यो बोल्दा ठ्याक्कै भन्नुस् बा, सरकार कसको भन्छ? सरकार घन्टीको आउँछ, घन्टीको आउँछ आउँछ बाले नि यो बोल्नलाई देश विकासको दामी प्रेडिक्सन है, बबाल दामी मिलेगा, झापै मिलिदिरहेको। युवाले नभए त्यो बुढो आँखा जाली लाएछ बेलुका गर्छ। आँखामा जाल लगाइदिएर रवि दाइको घन्टीमा जानी हो, मासु भात चाहिँ अर्काइको खानी हो। नेपाली कांग्रेस ल Oh my god, man, कसम कडाकडी लास्ट घन्टी सबमा रिश्तामाला जिताउ अभियानमा सेल्फ प्रमिट जिताउ अभियानमा एक दो भाइ दोनों तबाही भने जस्तो। कसम इट्स टार्गेटिङ ह, ओ माय गॉड। भोट केमा गएको? खतरा हेर्दै त यार, सूर्यमा हो। खोइ झन्डा पनि एकपल्ट झन्डा हाल्यो नि एकपल्ट ल। अनि हिजोसम्म त माटो बन्दै थियो, कसले जाँड खायो तिमीलाई? त्यो मासु भात खायो। हामीले यति यो घन्टीलाई मात्रै भनेर मात्रै हामी तपाईँहरूलाई मात्रै आउनु दिएको यो र्याली, नत्र अरूलाई आउन दिने उही छैन। विदेशी दलाल जो छ लुकेर होइन, यो टोपी लगाउँदैमा के भयो त यार गाइज, फरक पर्दैन क्या, त्यति डिटेलमा पनि जानु हुँदैन। भेट्नु भयो त तालिमलाई? भेट्न त भेटिनौँ तर नजिकबाट देख्यौँ। वाउ क्युट गर्ल। बालेन चाको लागि जे पनि कलेज बन्द गरेर आएको म। कलेज त तिमीले यतिकै नै महँगो गर्थ्यौ होला, आज बहाना चाहिँ पायो। सही हो। दाइ सूर्य छ? सूर्य छैन घन्टी छ, सूर्य छैन घन्टी छ। ल बालेनले वहाँ झापाबाट 5000 भोट ल्याएर देखाइ गोलीसँग ल तँलाई
मैले फुलको माला लगाएँ चिनै यतापट्टि केपी शर्मा ओलीको समर्थन गरिरहेको छ भने ओए मलाई 1 लाख दिन्छ त्यसैलाई बोलिदिन्छु न त मरे नै दिन नजा यो भनेको फ्रस्ट्रेसन बोले हो कि नेपाली जनताको 36-38 साल भयो होइन वर्ष 40 लगभग पुग्न लाग्यो भनौँ न यो बहुदलीय सिस्टम यो सिस्टम यो व्यवस्थाबाट वाक्क भएर पत्ता साफ गरे हो के अनि यो बोलेको भनेको अझै पनि परिवर्तन त्यो हिजो पनि यस्तै गरे हो जनताहरूले परिवर्तन हुन्छ भनेर 62को जनआन्दोलन सफल पारेकै हो समर्थन दिएकै हो माओवादीलाई 2048 सालमा कङ्ग्रेसलाई दिएकै हो धेरै पार्टीहरूलाई दिया हो कि नदिया होइन अनि त्यो फ्रस्ट्रेसनले हुँदैन यो जस्तो आए पनि त्यही हो भन्ने अवस्थामा बोल्या शब्दहरू हुन् क्या देश विकास हरेक नागरिकले चाहन्छ क्या नेपालमा हरेक नागरिक त्यो विकास देख्न चाहन्छ हेर्न चाहन्छ महसुस गर्न चाहन्छ क्या अब अति भइसकेको छ नि त होइन त्यही भएर पर्छ र आफ्नै मान्छे हुन् गाउँका छ्या छिमेकी इष्टमित्र कुलकुटुममा नर नातो यत्रदेखि देखाएको नाङ्गै हिन्थे बेइज्जत नगर्नु न मेरो उम्मेदवार हो भिडियोहरू आउँछ फेसबुकतिर भिडियो आउँछ भिडियोमा देख्नै भयो होला म कहिले कहिले बौलाउँछु महावीर पुनको अनुहार हेर्न चाहनेले अनि जस्तै बालेन शाह त यो ठाउँको मान्छे नै होइन उहाँले कसरी यो ठाउँलाई विकास गर्न सक्छन् त नेपालको त हो नि भाइ केपी ओली पनि त उहाँ बस्नुहुन्छ यहाँ र अड्डा जमाएर हुँदैन नि त केपी ओलीले पनि त्यही हो भोटकेमा रुखमा रक्सी मासु मुखमा सही पनि कस्तो सिम्पल अनि दामी एन्सर दिनुभयो क्या कस्तो सफ्ट भोइसमा आई लाइक इट यार ओ आई नो दिस गाई यो पोडकास्टमा अस्ति हेरेको थिएँ अस्तितिर कहिले भिडियो आएको थियो अरे व्यक्तिको मै पनि एमाले अब फेरि अर्को नयाँ घन्टी भने अर्को लौरो भने हल्लायो हुँदै अब आफ्नै लौरो हल्लाउनै बस्ने देशबन्धन बन्धन देश सोल्टीलाई के को फ्रस्ट्रेसन हो बुझी लौरो हल्लाउनै बस्ने देशबन्धन बन्धन देश ताराको व्यक्ति यस्तो लाग्यो यार मलाई हेरेर आउँछु पाप तारे त्यो सूर्य छाप लाएर तारा लाएर हिँड्नु भएको छ होइन यो सोल्टी अर्कै प्लानेटबाट प्रेसरमा छ यो सोल्टी भोटकेमा के हो त्यो बा भोट केमा भोट त My God. पर्दैन नि भोट किन Oh my God. भोट केमा हाल्ने आमा एमालेमा किन हाल्ने हो हामीलाई भत्ता साथ दिन्छ खान पाइन्छ अनि एमाले आएको चिन्ह के हो त अनि घन्टी मैले त के नै रिप्लाई गर्नुहुन्छ होला र भन्ने भएर नर्मल लगिरहेको थिएँ लास्टमा घन्टी रे बुझाइ पनि ठिक छ यतिको बुझाइ पनि ठिक छ एमाले भन्दै घन्टीमा भोट हाल्यो यतिको ठिक छ है आमाले अनि हाम्रो पार्टीको चाहिँ यो पहिलो लाइनको तेस्रो कोठामा त घन्टी बजाउनु लाग्यो यसपालि के गर्छौ नेता के गर्छौ जनतालाई हान्छौ काट्छौ मार्छौ कतिलाई हान्छौ मार्छौ क्या डर छैन नि त अब जनतालाई होइन टार्गेट गरेर बसिराख्ने छैन नि त अब सहीलाई सही गलतलाई गलत भन्न पायो मजाले पायो क्या बुढा सन्किरहेछन् बुढा लास्ट ओ बालेन दाइ अनि ग्यास र पानी जहाजहरू त अनि ल्याउने कुरा छ नि त ग्यास पानी जहाजहरू त ल्याउने कुरा छ नि सके त हामी हिँडेका हिँड्दै छौँ पानी जहाजमा कति रेलबाट चढेको एकैचोटि दम काएर रोक्नु अहिले यो पालि के सोचिरहेछ मन के छ भन मनले के भनेछ
मन त ठुलो छ अरू त थाहा के हो दाइ के हो यस्तो गरेर मजाले हेरिरहेको हेर त यो बुढा See, they don't know the meaning of Genji and saying Genji, huh? मेरो बुद्धि के भएको होला है म अहिले जस्तै यहाँ बसेर अब ऋषि धमला तरिका अपनाउनु भएको छ उहाँले पनि तर गरेको नै यिनीहरूको सेन्समा एउटा चिज कस्तो नगएको के कस्तो मूर्खहरू यिनीहरूको दिमागमा के गएको होला अनि यिनीहरूको सल्लाहकार कस्तो होला भने के यो 21st सेन्चुरी त्यही माथि टेक्नोलोजीले लास्ट एकदम एडभान्स रूप लगिसक्यो The people are using optical fibers internet in their houses nowadays. Every day, every second of their life, they're updating, you know, with new videos, some kind of knowledgeable things, you know. And कसैले के भन्छ अवेयर गरिरहेको भिडियोहरू भए कसैले के इन्फर्मेसन दिइरहेको त्यो अप्टिकल फाइबर फास्टेस्ट इन्टरनेट भयो होइन एउटा टेक्नोलोजी त्यो नेपाली जनताले युज गरिरहेको छ अहिले अनि दे हेभ टिकटक सोसियल साइट्स अरू त्यो 15 सेकेन्डमा मान्छेले देखाउनु पर्ने कुरा देखाइहाल्छ अनि 15 सेकेन्डमा बुझ्ने कुरा त्यो जनताले बुझिहाल्छ मोबाइल के हो भन्ने नामै नसुनेको व्यक्तिले अहिले टिकटक चलाउँछ क्या नेपाली जनताहरू त्यो लेभलमा पुगिसकेको छ अनि स्टिल डुइङ द सिडी थिङ्स देयर के अहिले पनि ऊ ऋषि दमला कहाँ गएर के खनाएको छ ऊ गरेको छ होइन ऊ यहाँ डोको के भन्छ बुनिरहेको ठाउँमा गएर यो देखाएर यसले भोट पाउँछु भन्ने सोच्ने कस्तो कस्तो पातकीहरू हो क्या अहिलेको टाइममा यिनीहरू के सोचिरह्यो भने यिनीहरूले यस्तो गरेर भोट पाउँछु कसरी सोचेको सल्लाहकारको हुन्छ क्या यिनीहरूको यस्तोको हुन त यस्ता गवारहरू अनि सल्लाहकार पनि गवारै हुने हो यो गरेर भोट कस्तो सेन्स नभएर क्या यसरी गरेर जनताले मलाई भोट दिन्छ अनि यहाँ आएर एकछिन त्यो वाल लगाइदिँदैछ लगाइदिएको हो भनेर गएर भोट दिन्छ त कस्तो मूर्ख पातकीहरू भने कि यसलाई सल्लाह दिने यस्तो गर्नुपर्छ भनेर को यसको सल्लाहकार हो क्या को गवार हो क्या के हुन्छ तिमीहरूको पत्ता साफ भयो क्या योचोटि के न के हुन्छ के गरे होला कहीँबाट लाग्यो सजन दाइ के कुनै एङ्गलबाट त्यसले जनताले भोट दिने काम गरेछ जस्तो लाग्यो I love you भन्नु के And this guy, see, look at him. इसको घमण्ड यस्तरी सकियो नि यसको घमण्ड A few moments later. कतारबाट बालाई जिताउनु भोटाल्न त आइछस् केटा अब फर्किँदा चाहिँ बाको अलिकति गुलेर फर्किनु यसो प्रसादको रूपमा खाना हुन्छ स्ट्याटस लेख्दैमा अनि त्यो 4-5 रुपियाँ उठाएर समाज सेवा गरे जस्तो गरेर ज्याकेट गर्दैमा अर्को काम गर्दैमा प्रधानमन्त्री म बन्छु तेरे बाउ केपी ओली बन्छ होला नि जाति त जस्तो नै ज्योति मगर पनि नलेज राम्रो राख्ने व्यक्तित्व हो होइन कुनै पार्टीमा पहिला के आबद्ध थियो होला उसको आफ्नो विचारलाई हामीले डिसरेस्पेक्ट गर्नुहुन्न क्या कसैको पनि आफ्नो उसको व्यक्तिगत कुराहरू हो क्या जनताले अहिले बुझ्यो पत्ता साफ गरिदियो त पार्टीलाई तर केही कसैप्रति यो चिज हो राम्रो उनीहरूलाई लाग्ने आफ्नो व्यक्तिगत धारणा उनीहरूले आफू राख्न पाउँछ क्या त्यसलाई पनि त्यति धेरै ट्रोल गरेर राख्नुपर्ने आवश्यक छ जस्तो मलाई लाग्दैन होइन बाँकी हामीलाई राम्रो लागेन पार्टिजहरूको धेरै कुराहरू छ अतिवादी भयो सक्यो त पार्टी आज
ल्याए त जनताले कार्यकारी प्रधानमन्त्री सिस्टम ल्याउनु पर्छ भन्ने आवश्यकै रहेन क्या जनताले पत्ता साफ गरिदिँदो रहेछ त चाहेपछि भोटको पावर बुझेका खातेहरूले अहिले हैन हिजो पैसा पेलेर दम्ब राखेर बुथहरू कब्जा गरेर आगलागी गरेर घरमा आगो हान्दिएर अनि भोट ल्याउँछु हैन पार्टी के भन्छ संसदमा गएर लुटेर खाएर तिमीहरूसँग प्रमाण छ भने जस्तो सजिलो हुन्छ भनेर भुक्दै हिँड्ने खातेहरूको लागि त आज पत्ता साफ भएको छ नि त हैन मजाले भएको छ क्या सो बाँकी अरूहरूले आफ्नो व्यक्तिगत कुराहरू दिन्छ त के गाली गरेर ट्रोल गरिदिएर उसको लाइफमै असर पर्ने काम चाहिँ गर्नु हुन जसले गाली गरेको छ त्यो व्यक्तिलाई पनि कुनै दिन त्यस्तै केही भनिरहँदा केही मुखबाट निस्किँदा त्यो व्यक्तिले फेरि सेम त्यसरी नै त्यो कुराहरू फेस गर्यो भने कस्तो फिल हुन्छ त्यो टाइममा जब कि millions of people are shouting at you and scolding you हैन using the bad words like going throughout your families हैन your daughter हैन your son त्यो पस्दैन क्या अनि चरित्र त्यो राम्रो कुरा होइन कसैलाई पनि डिसरेस्पेक्ट नगरौँ उसले गलत बोलेको छ भने तिमी गलत भनेको हो भनेर भन्दा भइहाल्यो नि एक्सप्लेन गर्दा भइहाल्यो नि हैन र आकलाउने र केटाहरू चाकलाउने साँप र देखाउने जस्तो हो र अब यो चिजलाई म गलत भन्छु ठीक छ पैसा पनि त तैले लएर दिनस् त एन्टीहरु पनि एन्टीज पसिना आउने गरेर लागेको केपी शर्मा ओली अब प्रधानमन्त्री भए 6 महिनामा घर ग्यासको पाइप जोड्न उसले पहिले पनि पुराएको नि तपाईलाई थाहा छैन हामीले नि यहाँ पुरायो त घरमा पुरायो यहाँ पाइप लाइनमा अब ग्यास पुरायो मात्र 6 महिनामा क्या मात्र 6 महिनामा ग्यासको पाइप जोडिदिने त्यो पनि नेपालकै ग्यास फेरि त्यो रेल पुरायो यहाँ काठमाडौँमा देख्नु भएन तपाईहरुले उहाँले चाहिँ बालन शाह भन्नुभयो हैन अब हाम्रो अंकलले चाहिँ कसले चाहिँ बालन शाह त चिक्ने प्रधानमन्त्री के छ क्षेत्र नम्बर 5 को यो विशेष बताइदिनु पर्यो मेरो चाहिँ कुरा के छ भने नि मसँग कसैले आज तपाईहरुले ठिक्क आउनुभयो कि मसँग कसैले कुरा गरेको छैन मेरो केपी चाहिँ तल यो रस्तामा लडोस् सबैले ताली दिने गाना राम्रो हुन्थ्यो नेकपा एमाले जिन्दाबाद नेकपा एमाले जिन्दाबाद भोट केलाई छुर्जेलाई छुर्जेलाई फेरि एकचोटी बा बुढा त खतरा रहेछ See, look at them. My God, he's still taking so many crowns on their head. फुलले मात्र ए ल सरी के आयो फुलले मात्र नपुगेर लाली गुराँस पनि टाउकोमा सिउरी दिएको छ यार राम 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 अब चुनाव हारियो भने यही फुल बेच्ने बस्ने अलिअलि पोस्ट उतारिदिए हुँदैन अब यसरी पावर सो गर्ने म ठुलो हुँ म पैसा भएको व्यक्तित्व म राजनीतिज्ञ हो भनेर एउटा एक किसिमको समाजमा दम्ब देखाएर हिँड्थे नि पत्ता साफ भएको छ क्या तिनीहरूको अब बालन सरकारले चाहिँ राम्रो गर्नुपर्छ क्या अब यस्तो दामी गर्नुपर्छ कि कसैले एउटा निमुखाले पनि कुनै ठाउँमा जान्छ भने उसले र एउटा यो देशको धनाढ्य व्यक्ति विनोद चौधरीको छोरा पनि त्यो ठाउँमा जान्छ भने त्यो व्यक्ति र त्यो व्यक्ति दुईटालाई समान रूपले चाहिँ ट्रिट गरियोस् क्या त्यो बेलामा चाहिँ मलाई लाग्ने छ देश विकास भएको छ भन्ने यार अलिअलि मात्र फुलमाला भएको मान्छेलाई 30 वर्षदेखि त्यही नै ग्यासै बाँड्छु भनेर चुनाव लडेर र जितेर हुन्छ के गर्न सक्यो केपी शर्मा ओलीले भ्युटारले हुन्छ देशमा रोजगार हुन्छ यो आज हेरेको थिएँ मैले होइन उता टिकटकतिर यहाँ आइछ सबै बेच्दिने भ्युटार बनाएर भयो सल्युट छ मा जग्गा मात्रै आफ्नो पासे आसेले किन्न लगाएर अनि खोइ रोजगार खोइ यस्तो सही भन्दै क्या कुनै ठाउँमा कुनै प्रोजेक्टहरू ल्याउने प्रोजेक्ट ल्याइसक्यो भने अनि आफन के भन्छ
आफन्तहरू जुन नेपोटिजमभित्र पर्नेहरू छ तिनीहरू सबैले त्यो प्रोजेक्ट यहाँ ल्याउँदैछु भनेर अगाडि भनेर त्यहाँको सस्तोमा भएको जग्गाहरू त्यो किन्न लगाउने अनि लगाइसक्यो भने फेरि ठ्याक्कै त्यहाँ प्रोजेक्ट बनाउने अनि त्यो प्रोजेक्टको छेउछाउमा भएको जग्गाको भ्यालु चाहिँ बढ्छ अनि त्यसलाई प्लटिङ गरेर बेचिदिने कति दामी बिजनेस क्या यसरी लुटिरहेको थियो क्या देशलाई यसरी लुटिरहेको थियो क्या अजय देवगन अजय देवगन पनि रहेछ त यार बोलो सुबह कैसे पहिला सूर्य चिन्ह लिएर आउनुभयो त्यसपछि कलम चिन्ह लिएर आउनुभयो त्यसपछि तपाईले तारा चिन्ह लिएर आउनुभयो तपाईले हामीले के गर्यो तपाईलाई विश्वास गरेर तपाईलाई उदिने तपाईलाई विश्वास गरेर हामीले के भनेर दिने यसको जवाफ मलाई दिनुस् एउटा कुरा तपाईले आज 3 चोट पार्टी यो पर्सेन्ट हो भने त सही भने हो के एक नम्बरको साला फटा चोर परार साल तपाईलाई क्वेशन गर्दा मैले यही कपडा लाएर यहाँ म आथे नि म यही मेरो फोटो देखाइदिन्छु तपाईलाई यही कपडा लाएर म यहाँ तपाईलाई क्वेशन गर्न आथे मैले आज एउटा कपडा चेन्ज गर्न सकेको छैन तपाईले पार्टी चेन्ज गरेर आउनुभयो तपाईले विश्वास गर्नु कसरी दिने तपाईले म यहाँ आउँदाखेरि दामी यो आक्रोश देखाएको इलेक्सनमा घन्टीलाई पार्टीहरूको सबको आक्रोश एउटा पोजिटिभ वेमा घन्टीलाई देखाएको हो यो चिठी सिद्धाको पार्टीहरू तिमीहरूको झोलेहरू सबैलाई सिद्धाको हो कुरा आज कति गयो 82 साल हुँदाखेरि तपाईले एउटा पुल हाल्न सक्नु भएन आज जनताको अगाडि तपाई भोट माग्न कसरी आउनुहुन्छ दामी तपाईले यो गरेर त्यो तपाईले कतिवटा भन्नु खल्तीबाट ल्याएर हालेर तपाईको तालतीको बेचेर ल्याएर हाल्नु भएको छैन होला नि सबै जनताको कर काटेर तपाईले सब एक पसलबाट उठाएको दुनियाँको भ्याट उठाएको पैसाले तपाईले गरेको होइन के गर्दै हुन्थ्यो तपाईले गरेको होइन अब युवा बुढा बाका रियाले बुढाउला फ्याटिने हो युवा उहाँ उठ जस्तो जेनजी पुस्ता आउनै पर्छ दामी अरे वाह दामी बिन्ती छ तपाई वाउ गरिदिनु होला मेरो हजुरबाको उमेरको तपाई आउनु रहेछ What a speech, man. तपाईले किन गर्नु Oh my god! म पनि गर्दिन अरे के हो यति नै गाइस सचिन श्रेष्ठ दाइको भिडियोमा चाहिँ अहिले हल्का रिप्लाई या रियाक्सन गरिसकेको छु सो यस्तै हो हाँस्नु पर्छ हँसाउनु पर्छ हैन बी पीस बी ह्युमन्स सी यू नेक्स्ट भिडियो टिल देन टेक केयर बाय बाय गाइस लभ यू अल